गाइज हाम्रो चाहिँ ट्रेकिङ स्टार्ट भयो। हाम्रो मत्तु एकछिन हिँडेको हिँड्ने बानी हराएछ। अन्त ऊ पर बाटोबाट है त्यो पर बाटोमा चाहिँ बाइकमा आएर यहाँ तल बाइक राखेर चाहिँ तलदेखि हिँड्दै आएको है। अन्त हुँदैछ ट्रेकिङ, तर हप्ता बसेको अलिकति हिँडेर बानी हराएछ हिँड्ने। दुईजना माथि पुगिसक्यो है, त म चाहिँ पछाडि पछाडि बिस्तारै उठ्दै जाँदैछु। गाइस जाँदैछ है, दाजुहरू चाहिँ माथि पुगिसक्यो सबै थाकेर। ऊ तलबाट आएको है हामी गाइस, निकै माथि आइसक्यो, थाकेर हत्तु भइसक्यो, खुट्टाहरू खतराकै गलिसक्यो त्यो उकालो सिँढी जस्तै हिँडेर। अन्त गाइस यहाँसम्म पुग्यो, हेप्पी हत्तु भइसक्यो, पसिना गल भइसक्यो है। दुईजना माथि पुगिसक्यो, जङ्गल हिँड्दैछ है। गरमले हत्तु भयो गाइस, हिँड्दैछ यस्तो माथि आइपुगिसक्यो है। बस्ती बस्ती है। अनि यहाँनिर चाहिँ एउटै रुखी गुराँस फुलिरहेको रहेछ कि दामी फुलिरहेको रहेछ। यहाँनिर त्यस्तो गुराँस त झन् एउटै मात्रै बुटेछ। गाइस जाँदैछ, हत्तु भइसक्यो, गलेर हत्तु छ गाइस। यहाँ माथिबाट चाहिँ भ्यू यस्तो छ। अहिले त 20%हरू चाहिँ हिँडिसक्यो, अझै हिँड्नु छ है गाइस, माथि जानु छ अझै। हुँदैछ है हिँडाइ गाइस, एकदमै निकै माथि आइपुगिसक्यो भनौँ न। अहिले चाहिँ यसरी धुप्पी गाडी हिँड्नु पर्दैछ है। अन्त म चाहिँ एकदम लास्टमा छु, गलेर हत्तु भइसक्यो। अब एउटा इच्छा गरेपछि है, जस्तो सुकै साह्रो पऱ्यो पनि गाह्रो पऱ्यो पनि जानै पऱ्यो। अन्त बाटो जस्तो सुकै भयो पनि उकालो हिँड्नु पऱ्यो पनि जे गर्नु पऱ्यो पनि अब आफूले इच्छा गरेपछि चाहिँ घिस्रेर भए पनि पुग्ने हो है सन्दकपुर चाहिँ। अन्त जाँदैछु, स्टे ट्युन। जाँदैछु है गाइस माथि, दुईजना म पनि भिडियो बनाउँदै पछाडि पछाडि जाँदैछु है। ल धुप्पी गाडी क्रस गरेर पनि तल एउटा चौर जस्तो जग्गा थियो, त्यो क्रस गरेर पनि जाँदैछु उकालो। यस्तो स्ट्रगल गर्दै गर्दै निकै माथि आइपुगिसक्यो। अन्त अझै माथि जानुपर्छ है, त्यस्तो तल लट्ठीको सहारामा उकालो हिँड्दैछु, हत्तु भइसक्यो। तर पनि ट्रेकिङ जारी छ है। अहिले चाहिँ गाइस निकै माथि आइपुगिसकेको छ। यहाँको भ्यू चाहिँ यस्तो छ, बाँसै बाँस है। अन्त यहाँ त बाँस काटेको रहेछ, काट्नु त है। आई थिङ्क माथि गोर्खे भन्ने जग्गा चाहिँ आइपुग्नु आँट्यो होला है। ल गाइस यहाँको सिन चाहिँ यस्तो छ है, घाम लागिरहेको छ, अघि बिचमा जङ्गलमा फगी केटाहरू चाहिँ यसरी बसिरहेको छ। अघि आएर बिसाएको रहेछ, म त यहाँ हत्तु भइसकेँ, पसिनाले नुहाएको जस्तो भइसक्यो म। आमा गाइस एकदम भुतिया टाइपको देख्दिँदो रहेछ नि, यस्तो जङ्गल भएर जाँदैछ है। यो जग्गाहरू चाहिँ एकदम भुतिया टाइपको देख्दिँदो रहेछ है, जङ्गल भएर आएको तलबाट। आज गन्तव्य हाम्रो माथि पुग्नुपर्छ है। त हामी चाहिँ निकै माथि आइसक्यो। जङ्गलमा सुन्दै होला तपाईँले है, कि फोनमा अब भिडियो बनाउँदा सुनेको छैन है। तलनिर चाहिँ अघि हामी आएको जङ्गलबाट चाहिँ धुप्पीको जङ्गलमा चाहिँ होइन गाइस, भालु कराउँदैछ। अन्त टाइम पनि बित्दै जाँदैछ है, हामी जानुपर्ने हुन्छ। साथीहरू त अलिक माथि छ, दाजुहरू, म बिस्तारै हिँड्दैछु।
चाहिँ गाइस छोडेको कारणले गर्दा चाहिँ दाजुहरूले चाहिँ एरो मार्क अन्त यो साइड चाहिँ जाने होइन हामी चाहिँ यहाँबाट यता जाने भनेर चाहिँ मार्क लगाइदिइरहेको रहेछ है म चाहिँ त्यही मार्कहरू हेर्दै साह्रै माथि त पुगेको छैन दाजुहरू उहीँ माथि बोलेको सुन्दैछु है तर पनि म अलिकति हिँड्नु त्यस्तो सक्दिनँ दाजुहरू जस्तो कि उनीहरू चाहिँ छिटछिटो हिँड्छ त्यसले गर्दा चाहिँ म अलिक पछाडि उनीहरूले मार्क दागी लगाइदिँदैछ है मलाई मार्क एरो लगाइदिँदैछ योपट्टि जाने भनेर है गाइस यहाँ चाहिँ हामी हो मकै खाँदैछ लेक लागेर हिँड्नु नसकेर हो यहाँ चाहिँ खच्चा हाम्रो शेर्पा भन्दा पनि हुन्छ तेन्जिङ नर्केको भाइ हाम्रो टुर गाइड अन्त केटालाई जानु छैन हाप्पै छ यो चाहिँ माथि चौरी जुटाउने मान्छे हो पर माथि हामीले मगाएको तल हजुर चौरीलाई त माथि त मलाई कतिमा हायर गरेको दाम पनि सुनाइदियो एउटा खेज्छ अरे दाम पनि सुनाइदियो कतिमा 2 लाखमा हायर गरेको हामी कति 2 लाख कता जिरो हुन्छ 2 लाखमा थाहा पाउनु केही छैन 2 लाख पेर म 20,000 भए पनि है भन्नु गाइस अहिले चाहिँ धेरै निकै माथि आइपुग्यो यहाँबाट चाहिँ तेर्सो बाटो रहेछ घोडा हिँड्ने हिँड्दैछ 3 भाइ अब चाहिँ सँगसँगै छ सँगसँगै हिँड्दैछ मजा आइरहेको छ गाइस नो रिग्रेट्स होइन यस्तो थाकेर पनि हिँड्नु नसके पनि उकालोहरू चाहिँ यसरी मजाको बाटोमा चाहिँ त्यसै हिँड्नु चाहिँ अब नो रिग्रेट्स माथि पुगेर झन् दामी दामी जग्गाहरू छ है जाँदैछौँ है अब चाहिँ तेर्सो अलिकति उकालोहरू पर्दैछ बाटो अघि चाहिँ ठाडो उकालो परेको थियो अन्त अहिले चाहिँ घोडा हिँड्ने बाटो रहेछ है हल्का उकालो तेर्सो उकालोहरू चाहिँ बोतलहरू चाहिँ सिम्पल गाइस हत्तु भयो हाम्रो गाइडले बाटो नचिनेर माथि लगेर फेरि ओह्राल झरेर तेर्सै लाग्दैछ फेरि यो गाइड चाहिँ यता हेर त बङ यता हेर हाम्रो हेभी प्रोफेसनल गाइड हो अनि हाफ प्यान्टमै छ है चप्पलमा यतिको चाहिँ हुनु पऱ्यो नि त है हामी चाहिँ सबै कजन्सहरू हो यहाँनिर हामीले जे भन्यो भने जस्तो भने पनि कसको केही जाँदैन है कसले मनमै लिँदैन यहाँनिर जाँदैछ खै बिर्खेमा बस्ने भनेको गुगल म्यापमा हेरेको त बिर्खे नै देखाएको छैन गाउँै केही छैन हो बिर्खे त काट्टै छ हामी त अब सन्दकपुरमै होल्ड होला जाँदैछ हो वेट हो शेर्पा वेट ल भनिदेऊ के अरे यो लाली जस्तो गुलियो हुन्छ हो त्यो चाहिँ खाने नि हुन्छ यस्तो छ अझै तेर्सो हिँड्दैछ त्यो अघि घोडा हिँड्ने बाटो नै सकेको छैन आज त सन्दकपुरसम्म त पुग्दैन होला किनभने रात पर्न आँट्यो है आज चाहिँ गाइज यहाँ खै कुन चाहिँ जग्गा भन्दै थियो बिर्खे के भन्ने है आज चाहिँ त्यहीँ होल्ड हुन्छ त्यहाँपछि भोलि बिहान चाहिँ सन्दकपुर हिट हुन्छ होला यहाँ चाहिँ गाइस जङ्गलमा पनि गुराँस चाहिँ जोड जङ्गलैदेखि अलिक वेदर पनि चिसो फगी भयो यहाँदेखि चाहिँ मकै खाइदिएको गाइस के फिट्यो क्या तैँले त्यस्तो झालमुडी पऱ्यो चटपटे चटपटे मकै चटपटे पिरो अमिलो
स्वास्सै जाँदैछ है रात परिसक्यो है खाएर चाहिँ लाग्यो हामी वेदर चाहिँ यस्तो छ एकदम फगी लागिरहेको छ है वेदर चाहिँ यस्तो छ फगी तर हिँडिँदैछ एकैचोटि कहाँ हुन्छ त्यहाँदेखि स्टार्ट गर्छु है भिडियो किनभने चार्ज पनि छैन कि गाइस लु यस्तो लामो ट्रेकिङ गरेको चाहिँ बल्ल ए बाटो भेट्यो हो हत्तु साँच्ची नै 65 किलोमिटर हामी यत्तिकै नै भयो सिलगढी पुग्छ होला सिलगढी जलपाइगुडी र ल अब गाइस हामी अब कहाँनिर हुन्छ रुट हेरेर कमेन्ट गर्नुहोस् कुन चाहिँ पर्छ अरे भन न अब रुट हामी अनलाइन हेरेर अघि म्याप त डाउनलोड गरिरहेको छ हेरेर चाहिँ अब जानु छ अहिले भेटौँ है त गाइस बाटो त यही हो खुसी रोड भेटेर बाटो गाडीको फिलहाल चाहिँ होइन गाइस हामीले बाटो बिर्सेर माथि जङ्गल देख्दै होला है त्यो जङ्गलबाट आएको माथि चाहिँ इन्डिया छ इन्डिया नेपाल बोर्डर छ अन्तखेरि चाहिँ हामी चाहिँ ओह्रालै है फेरि बादमा त ओह्रालो त होइन होला भनेर फेरि बाटो बिर्सेर फेरि उकालो गएर फेरि त्यो म्याप धन्न चल्दै थियो है अफलाइन भए पनि त म्यापमा हेरेर चाहिँ आइपुग्यो पुरा फगी पनि लागिरहेको छ रात पनि पऱ्यो त्यति क्लियर पनि आएको छैन होला है अन्त चाहिँ यस्तो जग्गामा छ अहिले यो बाटो हो सन्दकपुर जाने है अन्त हामी पर्खिरहेको छ है हाम्रो गाइड साथीलाई ऊ एकछिन उता बाटो हेर्दैछ अन्त हामी चाहिँ हेर्दैछ यता फगीले यस्तो छ अब चाहिँ गाइज यहाँदेखि होइन अँधेरो पनि भयो त्यस्तो राम्रो पनि आउँदैन एकैचोटि माथि अब पुगेर सर्ट बनाएर चाहिँ ल त गाइज अब चाहिँ हामी जान्छौँ है अँधेरो पनि भयो फगी पनि लाग्यो अब भिडियो बनायो भने देख्दैन अब चाहिँ बाटो जाने अब चाहिँ एकैचोटि सन्दकपुर पुगेर चाहिँ भेटौँ है त गाइस कस्तो हुँदैछ तिमीहरूलाई हाउ इज द एक्सपिरियन्स आम्मा यत्रो हिँडेर होइन गाइस जस्ट नाउ कति बजी अहिले नेपालको टाइम होइन 9:20 चाहिँ ठिक्कै होटेलमा हामीले होटेल भन्दा पनि होमस्टे टाइपको है चेक इन गऱ्यो जस्ट नाउ आइपुगेको है आम्मा वर्थ इट थाक्नु पनि जोड थाक्यो होइन चिसो पनि त्यस्तै चिसो बट अब ह्याप्पी राम्रो है जाडोले चाहिँ आम्मा जोड थाक्यो गाइस आजको भ्लग चाहिँ अब म यतिमै एन्ड गर्छु हो तर आजकै दिनमा चाहिँ अब भ्लग आउँदैन होला आज त किनभने वाइफाई त्यस्तो फेसिलिटी राम्रो छैन रहेछ अब भोलितिर हाल्छु भोलिको पनि भ्लग हाल्छु रिटर्न गएको है अनि स्टे ट्युन लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् है